गुरुङ तथा घले समुदायको आदिम बस्ती तथा जीवित संस्कृति। बुद्ध हिमाल, हिमाल चुली, गादी चुली अर्थात् डाक्टर हर्क पिक, मनासुलु लगायतका कम्तीमा 5वटा अत्यन्तै सुन्दर हिमचुचुराहरू। यिनै हिमचुचुराहरूबाट सिर्जित नारद पोखरी, दुध पोखरी, मेमे पोखरी, ठुलागी ताल लगायतका कम्तीमा 7 ठूला पवित्र धार्मिक तालहरू र दरौदी, चेपे, दुर्दी, गादी, मर्स्याङ्दी लगायतका हिम नदीहरू अनि यिनै सुन्दर र अनुपम प्राकृतिक भूगोलले सिर्जना गरेका लालीगुराँस लगायतका प्राकृतिक घना जङ्गलहरू, अनुपम घाँसे मैदानहरू, हिउँ चितुवा, कस्तुरी, मृग, हाब्रे, रेड पाण्डा, झारल, घोरल, डाँफे, मुनाल लगायतका लोपोन्मुख वन्यजन्तु तथा चराचुरुङ्गीहरूको वासस्थानको रूपमा रहेको भूगोललाई समेटी मनासुलु र अन्नपूर्ण क्षेत्रलाई जोड्ने गरी तयार गरिएको नयाँ पदयात्रा मार्ग हो बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट ट्रेल। ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले अत्यन्तै धनी मानिएका गोर्खा जिल्लाका बारपाक सुलीकोट एवं अजिरकोट गाउँपालिका तथा लमजुङ जिल्लाका दुधपोखरी, दुर्दी तथा मर्स्याङ्दी गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरूलाई समेटेर 5 देखि 16 दिनसम्मका छोटो तथा लामो दूरीका चक्रीय पदमार्गहरूको अन्वेषण तथा प्याकेजिङ भई आवश्यक पूर्वाधारहरू तयार गर्ने कार्य सुरु भइसकेको छ। पदमार्गले गोर्खा र लमजुङ जिल्लाका 5वटा गाउँपालिकाहरूमा रहेका सांस्कृतिक रूपले अत्यन्तै धनी रहेका बारपाक घ्याचोक, सिमजुङ, नम्की, भुम्ली चोक, बिचौर, श्री भन्ज्याङ, पाचोक दामराङ, सिमी गाउँ, ताजे हिले, टक्सार, खिचोक, टाङ्ली चोक, तारान्चे, सन्जापु, खेर्मु लगायतका मानव बस्तीहरूलाई समेट्दछ। मनोरञ्जन, हल्का तथा साहसिक पदयात्रा, गुरुङ, घले, तामाङ लगायतका जात जातिहरूको जीवन्त संस्कृतिको अनुभव, ऐतिहासिक गढीहरूको भ्रमण, धार्मिक कुण्डहरूको तीर्थाटन, जैविक विविधताको अध्ययन अवलोकन लगायतका क्रियाकलापहरूका लागि सबै उमेर समूह, पदयात्रा अवधि एवं उद्देश्यका लागि यो पदमार्ग उपयुक्त गन्तव्य हुन सक्दछ। पदयात्राको दौरानमा 4671 मिटरको धुपिला पास, दुध पोखरी पास, किस्ता पोखरी पास, गोरोला, मेमेला, गोरोला लगायतका हाई पासहरूबाट देखिने सुन्दर हिम श्रृङ्खला तथा प्राकृतिक भूपरिधिको दृश्यले पदयात्रालाई थप साहसिक र रोमाञ्चक बनाउँछ। विभिन्न थरीका लेकाली लालीगुराँस, अनगिन्ती बहुमूल्य हिमाली जडीबुटीहरू, पाखनवेद, 5 औँले, हर्रो, बर्रो, गुर्जो, चिराइतो, कुटकी, सतुवा, पदमचाल, सुगन्धवा लगायतका जडीबुटीहरू यस क्षेत्रका अमूल्य निधि हुन्। निकट भविष्यमा बुद्ध हिमाल, हिमालचुली, डाक्टर हर्क पिक, मनासुलु, दक्षिण पश्चिम मोहडा लगायतका हिमालहरूको आरोहण मार्गको रूपमा समेत यस पदमार्गलाई विकसित गर्न सकिन्छ। गोर्खा जिल्लाको बारपाकदेखि लमजुङ जिल्लाको सङ्जापु वा स्याङ्गेसम्म करिब 158 किलोमिटरको लम्बाइमा फैलिएर रहेको 16 दिने पदयात्राको सुरुवात बारपाक सुलीकोट गाउँपालिकाको बारपाक, अजिरकोटको भच्चेक, दोर्दीको नौथर सेरा तथा मर्स्याङ्दीको गादी बुलबुले वा सन्जापु मध्ये जुनसुकै ठाउँबाट पनि गर्न सकिन्छ। पहिलो दिन काठमाडौँ, चितवन वा पोखराबाट तनहुको आबु खैरेनी हुँदै 12 किलो छिपेटार हुँदै दरौदी नदीको मनोरम दृश्य अवलोकन गर्दै जीप या बसको यात्राको माध्यमबाट बारपाक पुगेर पदयात्राको सुरुवात गर्न सकिन्छ। अजिरकोटको भच्चेक सिरान डाँडा हुँदै ताकुकोट, सुलीकोट, धार्चे डाँडा हुँदै पनि बारपाक पुग्न सकिन्छ।
यात्राको पहिलो दिन काठमाडौँ, चितवन वा पोखरामध्ये जुनसुकै स्थानबाट सवारी साधनको माध्यमबाट आबुखैरेनीबाट 12 किलो छेपेटार हुँदै नदी तटीय उपत्यकाहरू तथा हिम श्रृङ्खलाहरूको अवलोकन गर्दै काठमाडौँबाट करिब 174 किलोमिटरको दूरीमा रहेको अजिरकोटको भच्चिक बजार पुगिन्छ। बुद्ध हिमालको काखमा रहेको हिल स्टेसनका रूपमा विकसित भइरहेको भच्चिक बजारको बसाइमा ऐतिहासिक अजिरकोट गढीको दर्शन गर्नुका साथै नजिकैको नम्की होमस्टेमा तामाङ संस्कृतिको अवलोकन समेत गर्न सकिन्छ। ग्रेट लेक सर्किट रेलको एउटा गेटवेको प्रस्थान बिन्दुको रूपमा हामीले विकास गर्न खोजिरहेका छौँ। यहाँबाट नारद पोखरी हुँदै को पदयात्रा मनसू क्षेत्रमा जाने पदयात्राको बाटोको करिडोर पनि हामीले विकास गर्न खोजिरहेका छौँ भने अर्कोतिर चाहिँ दुध पोखरी हुँदै लमजुङबाट दोर्दी हुँदै मनाङ जाने बाटोको पनि पदयात्राको विकास गर्न हामीले खोजिरहेका छौँ। त्यसमा हामीले पर्याप्त मात्रा पूर्वाधारका लगानी पनि गरिरहेका छौँ र पछिल्लो सन्दर्भमा चाहिँ टाढासँगको सहकार्यमा यो पदयात्रालाई राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा हामीले यसको ब्रान्डिङ गर्ने प्रक्रियामा चाहिँ हामीले अन्तिम चरणमा हामी आइपुगेका छौँ। म यो हाम्रो यो गाउँपालिका कार्यपालिकाको सरकार यो अजिरकोट गाउँपालिकाको यो भच्चेक हुँदै नारद पोखरी र दुध पोखरी जाने जुन पदमार्ग छ यसलाई राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय बिक्री गर्ने र यहाँको जनताको जीवन स्तरमा पर्यटनको मात्रामा सुधार गर्ने प्रक्रियामा गाउँपालिका सरकारले लगानी पनि गर्ने, यसलाई विकास पनि गर्ने कुरामा प्रतिबद्ध रहेको कुरा म तपाईँहरूलाई विशेष दिन चाहन्छु। दोस्रो दिनको यात्रामा बुद्ध हिमालको काखमा अवस्थित ऐतिहासिक तथा अति सुन्दर भच्चिक बजार, धार्मिक महत्त्व बोकेको अजिरकोट गढी तथा कालिका मन्दिर, नम्कीको तामाङ होमस्टे गाउँ, सिरान डाँडा, शेर्पा गाउँ, माथर, ख्याचोक, तुर्ती, दरौदी नदी हुँदै करिब 2 घण्टाको उकालो यात्रा गरेपछि बारपाक सुलीकोट गाउँपालिकाको सबैभन्दा ठूलो बस्ती बारपाक गाउँ पुगिन्छ। पदयात्राको दौरानमा ग्रामीण बस्ती, कृषि र पशुपालनमा आधारित जनजीवन तथा गुरुङ जातिको विशिष्ट सांस्कृतिक चालचलनहरूको अवलोकन तथा अनुभव गर्न पाइन्छ। अजिरकोट, बारपाक तथा अन्य गुरुङ, तामाङ तथा क्षेत्री बाहुन बहुल बस्तीहरूमा सती, खाटु, स्यार्गे, चुड्का, बालन लगायतका परम्परागत नाचहरूको अवलोकन गर्न सकिन्छ। तेस्रो दिनको यात्रामा बारपाक गाउँको भ्रमण पश्चात मिम्चे डाँडामा लन्च लिई लाम्रा पुगिन्छ। भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मभूमि समेत रहेको बारपाक गाउँमा रहेका भूकम्प पार्क, गुम्बा, माउलोकोट, बुद्ध पार्क, घले सङ्ग्रहालयको भ्रमण पश्चात करिब 2 घण्टा ठाडो उकालो चढेसँगै मिम्चे डाँडा पुगिन्छ। लाप्राक र बारपाक गाउँको सिमानामा रहेको मिम्चे डाँडाबाट दरौदी नदी उपत्यका, अजिरकोट सिरान डाँडा, धार्चे डाँडा, गणेश हिमाल, श्रृङ्गी हिमाल तथा बुद्ध हिमाल लगायतका सुन्दर भूपरिधिहरूको दृश्यावलोकन गर्न सकिन्छ। उभौली र उधौलीको सिजनमा भेडी र च्याङ्ग्राहरूको बथानले ढपक्क ढाकिने मिम्चे डाँडा मनसुनको सिजनमा रङ्गीचङ्गी फुलले ढाकिन्छ। खास गरी चैत वैशाखको समयमा मिम्चे डाँडा वरिपरि 4 भन्दा बढी प्रजातिका लाली गुराँसका फूलहरू फुल्दछन् र यसले यात्रालाई थप रोमाञ्चित बनाउँछ। र ताकुकोटबाट सुलीकोट, धार्चे डाँडा हुँदै अथवा माछी खोलाबाट गुम्दा हुँदै पनि बारपाक तथा मिम्चे डाँडा पुगिन्छ। मिम्चे डाँडाको धारैधार लाली गुराँसको जङ्गल, लिकाली खर्कहरू र दरौदी तथा बुढी गण्डकी नदी उपत्यकाको प्राकृतिक भूपरिधिको दृश्यावलोकन गर्दै बेलुकीको बासका लागि लाम्रा खर्क पुगिन्छ। प्राकृतिक दृश्यावलोकनबाट रोमाञ्चित हुँदै अथवा सन्तुष्टि लिँदै पर्यटकहरूलाई हामी यस क्षेत्रको संस्कृति र प्रकृति दुईटैको अनुभवमा एउटा रसास्वादन अथवा चाहिँ त्यो प्रकारको चाहिँ अनुभव लिने एउटा मौका दिने हिसाबले हामीले चाहिँ यो पर्यटकीय पदमार्गको एउटा चाहिँ प्रवर्धन र यसको चाहिँ निर्माणको प्रक्रियालाई अगाडि बढाउन खोजिरहेका छौँ र हामी यो आशा छ
यो पर्यटकीय पदमार्ग अगाडि बढिसकेपछि यस क्षेत्रको पर्यटन, कृषि विकास सँगसँगै रोजगारीको सिर्जनाले गरेर यस क्षेत्रको जनजीवनमा बदलिन्छ भने देश विदेशका चाहिँ पर्यटकहरूले यस क्षेत्रमा आएर राम्रोसँग भ्रमण गरेर आफूलाई सही अर्थमा मनोरञ्जन र यस क्षेत्रको ज्ञान लिने मौका पनि पाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। चौथो दिनको पदयात्रामा लाम्रा खर्कबाट युरु खर्क, भीमजे खर्क, साम्मे खर्क, रुसे खर्क, लिवार पोखरी, दलिङ खर्क, रूपसे लिवा, च्याङ्गर डाँडा हुँदै मिर्चा पुगिन्छ। सो दिनको यात्रामा हिम श्रृङ्खलाको अवलोकन, लाली गुराँसको घना जङ्गल तथा निगाले घारीको यात्रा तथा भेडा च्याङ्ग्रा गोठाला र जडीबुटी सङ्कलन गर्ने मानिसहरूको लस्करसँग लुकामारी गर्दै रमाउन सकिन्छ। पशुपालन, जडीबुटी सङ्कलक, पदयात्री तथा तीर्थयात्रीहरूका लागि मिर्चा एउटा सङ्गम स्थलको रूपमा स्थापित भइसकेको छ। यहाँबाट पूर्वतर्फ रूपीनाला हुँदै मनासुलुतर्फको यात्रा अगाडि बढाउन सकिन्छ भने पश्चिमतर्फ नारद पोखरी तथा दुध पोखरीको यात्रा गर्न सकिन्छ। पाँचौं दिनको पदयात्रामा मिर्चाबाट रमणीय घाँसे मैदानहरूको अवलोकन गर्दै 4109 मिटरको उचाइमा रहेको दरौदी नदीको शिर नारद पोखरी पुगिन्छ। नारद ऋषिले ध्यान गरेको विश्वास गरिएको प्रसिद्ध नारद पोखरीमा जनै पूर्णिमाका दिन ठुलो मेला लाग्दछ। सो मेलामा भक्तजनका अलावा धामी झाँक्रीहरूको ठुलो सहभागिता रहन्छ। पोखरीमा स्नान गर्नाले पाप नाश हुनुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ। सो दिनको बास नारद पोखरी आसपासका धर्मशालामा वा खैरे खोला नजिकै गर्न सकिन्छ। खैरे खोलामा देखिने बुद्ध हिमालको दृश्यले पर्यटकको मनै लोभ्याउँछ। नारद पोखरीबाट देखिने दरौदी नदी उपत्यकाको दृश्यले पर्यटक तथा तीर्थयात्रीलाई थप आनन्दित बनाउँदछ। छैटौं दिनको यात्रामा नारद पोखरी वा खैरे खोलाबाट मनमोहक तपीमाडीमा पुगिन्छ। यस दिनको पदयात्रा खैरे खोलाबाट घुमाउरो बाटो प्रयोग गरी पाहु खोला, भूमे ओडार, मार्गस्यो हुँदै तपीमाडी पुग्न सकिन्छ भने 4671 मिटरको धुपिला पास भएर पनि तपीमाडी पुग्न सकिन्छ। धुपिला पासबाट बुद्ध हिमाललाई नजिकबाट निहाल्न सकिन्छ। कङ्कास्थली तथा मार्गस्यो गुरुङहरूको पुर्ख्यौली थलोको रूपमा मानिन्छ। प्राचीन समयमा गोठका करिब 1600 भेडाहरू र दिदी बहिनी मार्गस्योमा अचानक विलिन भएका थिए भन्ने किम्वदन्ती पाइन्छ। प्रत्येक वर्ष गुरुङहरू मार्गस्यो पुगेर आफ्ना पुर्खाको सम्झनामा विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको छ। तपीमाडी सुन्दर माडीहरूमध्ये एक हो जहाँ भेडा, च्याङ्ग्रा र भैँसीहरूको बथानका साथै रङ्गी बिरङ्गी फुलहरूको अवलोकन गर्न सकिन्छ। सातौं दिनको प्रमुख आकर्षक प्रसिद्ध धार्मिक स्थल दुध पोखरीको भ्रमण हो। सो दिनको पदयात्रा तपीमाडीबाट रमणीय खर्क, गुराँसे जङ्गल, हिम श्रृङ्खला र दरौदी तथा चेपे नदीको उपत्यकाको दृश्यावलोकन गर्दै 4535 मिटरको उचाइमा अवस्थित दुध पोखरीमा पुगिन्छ। लमजुङ जिल्ला र गोर्खा जिल्लाको सिमानामा अवस्थित यो पवित्र धार्मिक कुण्ड दुध पोखरी जुन चेपे नदीको शिरमा छौँ, मुहानमा छौँ, यो बौद्ध र हिन्दू धर्म अवलम्बीहरूको लागि एकदमै प्रख्यात पपुलर धार्मिक तीर्थस्थल हो। यो दुध पोखरीको दर्शनपछि देउराली फेदी हुँदै गाई खर्कमा पुगेर 7औं दिनको बास बसिन्छ। ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको चेपे नदीको शिर एवं दुध पोखरी गोर्खाको अजिरकोट गाउँपालिका तथा लमजुङको दुध पोखरी गाउँपालिकाको सिमानामा अवस्थित छ। अजिरकोटबाट भच्चेक,
सिरान डाँडा हुँदै नागे पोखरीबाट सिधै वा सिरान खोला भएर पनि दुध पोखरी पुग्न सकिन्छ। यसैगरी लमजुङको राइनासकोट एवं श्रीभन्ज्याङबाट गौडा, जोर्नी, इलम पोखरी च्यार्ने हुँदै लिपे लेक निस्कने पदमार्ग वा नौथर सेराबाट कामाचोक दामराङ हुँदै लिपे लेक निस्किएर नोटचे गैरी खर्क हुँदै पनि दुध पोखरी पुग्न सकिन्छ। छोटो अवधिको दुध पोखरी पदयात्रामा जानका लागि अजिरकोट दुध पोखरी लिपे गौडा दामराङको चक्रिय पदयात्रा पनि गर्न सकिन्छ। दुध पोखरी गाउँपालिकाको जनताको जीवन स्तर माथि उठ्न सक्ने, अर्थतन्त्र माथि उठ्न सक्ने र पालिकालाई एउटा आयको स्रोत बन्न सक्ने सम्भावना भएको हुनाले यसलाई चाहिँ हामी दुध पोखरी गाउँपालिकाले पर्यटनको बढी सम्भावना बोकेकोले यसलाई हामी अगाडि बढाइरहेको सबैले जानकारी गराउँदछु। आठौं दिन गैरी खर्कबाट दोर्दी गाउँपालिकातर्फको पदयात्रामा कुना खर्क, हिल खर्क हुँदै न्याम्लोला पुगिन्छ। यस दिनको पदयात्रा जैविक विविधता तथा हिम श्रृङ्खला अवलोकनका लागि महत्त्वपूर्ण मानिन्छ। निगालो घारी, घना जङ्गल र खर्कहरूको अवलोकनसँगै कस्तुरी, मृग, रेड पाण्डा लगायतका वन्यजन्तुहरूको अवलोकन समेत गर्न सकिन्छ। किस्ता पोखरी पासबाट बुद्ध हिमाल, हिमालचुली, मनासुलु, अन्नपूर्ण लगायतका हिम चुचुरा तथा हिम श्रृङ्खलाको अवलोकन गर्न पाइन्छ। नवौं दिनको पदयात्रा न्याम्लोला अर्थात् दुध पोखरीबाट सुरु भई म्युडु डाँडा, बोल्जे डाँडा खर्क, 4030 मिटरको उचाइमा अवस्थित तातो पोखरी, हरियाली जङ्गल, गुफा हुँदै उखण्ड पुगिन्छ। यस दिनको प्रमुख आकर्षणका रूपमा रङ्गीचङ्गी अल्पाइन घाँसे मैदानहरू, अत्यन्तै ठूला क्षेत्रमा फैलिएका लालीगुराँसको जङ्गल, धुपीका जङ्गल र मृदु डाँडा तथा उखण्डबाट सामुन्ने नै देखिने बुद्ध हिमाल र हिमालचुलीका सुन्दर दृश्यहरू हुन्। दोर्दीको किर्तोपुरबाट सिमी ताजे हुँदै आउने पदमार्ग पनि यही जोडिन्छ। 10औं दिन पदयात्राको 10औं दिनको प्रमुख आकर्षण धार्मिक रूपले समेत महत्त्वपूर्ण मानिने मेमे पोखरी तथा बुद्ध हिमाल तथा हिमालचुली आधार शिविरको भ्रमण हुन्। सो दिन मेमे पोखरी र आसपासमा रहेका तरवाल ताल, बटारा ताल, पार्गो ताल, दुध पोखरी तथा नारताल लगायतका 5 तालहरूको भ्रमण गर्न सकिन्छ। यहाँबाट बुद्ध हिमाल र हिमालचुलीका 3वटै चुचुराहरू अत्यन्तै नजिकबाट निहाल्न सकिन्छ। मेमे पोखरी तथा दुध पोखरीमा जनै पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ। दोर्दी गाउँपालिकाको सिमी ताजेबाट मोहने उखण्ड, मेमे पोखरी, कुम्लो डाँडा, चापो डाँडा, बराहा पोखरी, खान्चे, दुवार टक्सार निस्कने 5 देखि 7 दिनसम्मको छोटो चक्रिय पदयात्रा समेत गर्न सकिन्छ। बराहा पोखरीबाट मर्स्याङ्दी गाउँपालिकाको ताराचोक वा चित्र हुँदै छिनखोला वा पिस हिल भएर गादी बुलबुले समेत निस्कन सकिन्छ। हामी 5वटा गाउँपालिका र टान सहितको सम्बन्धतामा योले डिपिआर गर्दै र यो जालको पूर्वाधार तयारको निम्ति हामी लागिरहेछौँ र यो हाम्रो जुन टिम बनेको छ त्यो टिमले प्रतिबद्धताका साथ अगाडि बढ्ने सोच बनाइरहेको छ र यो सोचका अनुसार हाम्रो गाउँपालिका पनि 100 का 100% नै यो काम सफल पार्नुपर्छ भन्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ। 11औं दिन पदयात्राको 11औं दिन मेमे पोखरीबाट रङ्गीचङ्गी अल्पाइन घाँसे मैदान तथा धुपीको बाक्लो जङ्गलहरूको अवलोकन गर्दै सरुम्जे खर्क हुँदै उ खर्क अर्थात् जलजले खर्क पुगिन्छ। 12औं दिनको पदयात्रा जलजले खर्कबाट सुरु भई डाक्टर हर्क पिक अर्थात् गादी चुली आधार शिविरतर्फ अगाडि बढ्दछ। गादी खोलाको शिरमा रहेको लोभी खर्क, नागी खर्क लगायतका रङ्गीचङ्गी खर्क, भेडा तथा च्याङ्ग्राहरूको बथान र ग्लेसियर तालहरूको भ्रमण गर्दै बेलुकीको बास प्रसिद्ध ठुलागी ताल नजिकको क्याम्प साइटमा हुन्छ। 13औं दिन
13औं दिन ठुलागी ताल वरपरका पर्यटकीय क्षेत्रहरूको भ्रमण गरेर आनन्द लिन सकिन्छ। सो दिन ठुलागी ताल, तमस्यो ताल लगायतका तालहरूको अवलोकन गर्नुका साथै 3-4 घण्टाको साइड ट्रेक गरी उपयुक्त भ्यू पोइन्टबाट दोनाताल क्षेत्रको दृश्यावलोकन समेत गर्न सकिन्छ। करिब 400 सङ्ख्यामा रहेको याक फारमको समेत भ्रमण गर्न सकिन्छ। गादी ताङ्लीचोकबाट ताराचोक हुँदै ठुलागी ताल पुगी सिन्जापु वा बराहा ताल निस्कने गरी छोटो चक्रीय पदयात्रा पनि गर्न सकिन्छ। यतिखेर मर्सिदी गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय गन्तव्य रूपमा विकास गर्नको निम्ति लागिरहेका छौँ। विशेष गरी यतिखेर हामीले टान लगायतका अन्य पालिकाहरूसँग सहकारी गरेर एउटा अत्यन्तै राम्रो नवीनतम ट्रेकिङ रुटको चाहिँ विकासको निम्ति हामी जोडिरहेका छौँ। 14औं दिन ठुलागी तालबाट मोगे खर्क, मेन्सा खर्क, दिदी बहिनी चौतारा हुँदै ngoरोला पुगिन्छ। 3729 मिटरको उचाइमा रहेको ngoरोलाबाट डाक्टर हर्क पिक, मनासुलु, हिमालचुली लगायतका हिम श्रृङ्खलाहरू आम्ने सामने जस्तै देखिन्छन्। पन्ध्रौं दिन ngoरोलाबाट लालीगुराँसको घना जङ्गल हुँदै ओह्रालो हिँडेपछि करिब 105 घरधुरी रहेको गुरुङ बस्ती सिन्जापु पुगिन्छ। सिन्जापु गाउँमा गुरुङ संस्कृति, रीतिरिवाज, परम्परागत कृषि तथा पशुपालन आदिको अनुभव गर्न सकिन्छ। सिन्जापु गाउँ बुद्ध हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको पश्चिमी प्रवेशद्वार पनि हो। आधारभूत होमस्टे सेवा सुविधाहरू समेत रहेको यस गाउँमा अर्गानिक कोदो, आलु, फाफर, गहुँ, मकै, अलैँची आदिको विभिन्न परिकारहरूको स्वाद लिनुका साथै गुरुङ, खाटु नाच, चुड्का नाच आदिमा सहभागी हुन तथा बक्खु लगायतका चिनोहरू किन्न पाइन्छ। 16औं दिन सिन्जापुबाट करिब 1.5 घण्टाको पैदल यात्रा पश्चात घेर्मु गाउँ पुगेर बिहानीको खाना खाई स्यागे हुँदै काठमाडौँ फर्कन सकिन्छ। सिन्जापुबाट बाहुन डाँडा हुँदै गादी बुलबुले निस्किएर पनि काठमाडौँ फर्कन सकिन्छ।